चोमोलुङमाको देश यो नेपाल आज संसारको नजरमा परिरहेको छ कि यो देश नेपालमा यो देशको प्रकृति सुन्दरता चोमोलुङमा विश्वकै सबभन्दा सर्वोच्च शिखर टप हाइट चोमोलुङमाको विश्वभरि नाम छ र यसरी तपाईँ हामीले बुझ्न सकिन्छ। र आज चोमोलुङमा मात्र नभएर देशभरिका यी हरिया डाँडा पहाड पाखा पखेरुमा तपाईँ हामी यसरी आफ्नो देशमा भ्रमण गरेर घुम्नु पाउँदा कति आनन्दभूति लाग्छ कि आफ्नो देशको सुन्दरता प्रकृति सुन्दरताहरू हरियाली देखेर बहुत खुसी लागेर आउँछ। त्यसैले त संसारको नजर यो देश मेरो देश नेपालमा परेको छ र संसारले आज धेरै तरिकाबाट धेरै कोणबाट आज नेपाललाई यो देशलाई अतिक्रमण गरिरहेको अवस्था छ। त्यसले गर्दाखेरि यो मेरो देशलाई अब कसरी हुन्छ यसलाई संरक्षण गर्ने र सम्वर्धन गरेर स्तर उन्नति गरेर विकासको निर्माण अगाडि बढाउँदै यो देश नेपालभित्र रहेका जति पनि जनता र समाजहरू छ उनीहरूलाई विकसित कसरी पार्ने र उनीहरूलाई सम्पन्नशाली कसरी पार्ने भन्ने खालको चासोको विषय तपाईँ हामी सबैमा आज खुल्दुलीको विषय भएका कारणले गर्दाखेरि यो बारेमा तपाईँ हामीले अब सोच्ने बेला आएको छ र चाँडै सोचेर तपाईँ हामीले यसलाई चाहिँ अग्रपङ्क्तिमा देशलाई स्तर उन्नति जनता र समाजलाई स्तर उन्नति गरेर सम्पन्नशाली जनताहरूलाई बनाएर संसारको विश्व सामु उदाइरहेको संसारको शक्तिशाली देश जस्तै यो नेपाल देशलाई पनि अब शक्तिशाली बनाउनु पर्छ भन्ने चासोको विषय तपाईँ हामीमा हुनुपर्छ र चासो लिनुपर्छ भन्ने तपाईँलाई जानकारी गराउँदै अब यति सुन्दर लाग्छ है यो देश। ल हेर्नुहोस् कति सुन्दर छ, ल हेर्नुहोस् यति सुन्दर देशमा होइन बस्नु पाएको छ। यो देशमा उत्पत्ति भयो, यो भूमिमा उत्पत्ति भयो, खुसी लाग्छ। यहाँको वन जङ्गल, यहाँको प्रकृति, यहाँको माटो ढुङ्गा होइन माटो सबै होइन आफू युज यहाँ जति पनि बहने यी हावाहरू यो प्रकृतिसँग बहने यी हावाहरू यी हाम्रो यो धरती सिधै माथि रहेका यी घाम होइन घाम देख्न सक्नुहुन्छ होइन यो सबैले हामीलाई साथ सपोर्ट दिएको छ। कति आनन्द छ है यो देश नेपालमा। त्यसैले त दुनियाँको मानिसहरू यो देशमा आँखा गाडेर आज भित्रिरहेको अवस्थाहरू छ। त्यसले गर्दाखेरि तपाईँ हामीले सोच्ने बेला आएको छ कसरी हुन्छ तपाईँ हामी एकबद्धता भएर अब यो देशलाई सञ्चालन गरेर यो देशलाई स्तर उन्नतिमा उठाएर र यो यहाँको समाज र जनतालाई चाहिँ सुख र समृद्धि दिने एउटा बाटो रोजौँ र बाटो तय गरेर अगाडि बढ्नुपर्छ भन्दै तपाईँहरूबाट अहिले म बिदा हुन चाहेँ। हस् त, नमस्कार।